आजको अर्डर चाहिँ मेरो आफ्नै गाउँदेखि छ एउटा अर्डर गुल्मी बिरुवासदेखि बेनुसिसले मगाउनु पर्छ जिमीदेखि मेरो गाउँमै हो बिरुवास अनि 1 केजी आधा केजी चिकन आधा केजी बफ उहाँलाई अनि एउटा चाहिँ यता नहरपुर भन्नुहुन्छ उहाँ चाहिँ बफ अचार 1 केजी अनि मेरो गाउँबाट पनि आज सामान आउँदैछ सामान पनि लिन्छु अनि यो अचार बिरुवास पनि पठाइदिन्छु नहरपुर पनि छोडिदिन्छु आजको मेरो काम यति हुन्छ होला देखाउँछु है मेरो बिरुवासदेखि के सामान आयो त्यो पनि देखाउँछु है हजुरहरूलाई यो आजलाई चाहिँ नहरपुर लगेर छोडिदिन्छु अनि त्यसपछि बसबाट जानु होला नहरपुर चाहिँ म जानुपर्ने सिधै बेलबास जाने बाटोतिर आइछ तर यता मगर घाटतिर गएर एकछिन अल्माउमा परेँ अनि नहरपुर भनेको त हाम्रो उही बिरुवासकै साथी हुनुहुन्थ्यो रहेछ सँगै पढेको अनि उहाँ गएर चिनजान भयो जिमी बिरुवास जिमीबाट हो बेनुसिसलाई धेरै धेरै धन्यवाद अब चाहिँ जिमी पठाइदिन्छु बिरुवास अनि सामान पनि लिएर आउँछौँ बस पार्कको यो गाडी चाहिँ गुल्मीदेखि आएको गाडी हो त्यसैमा पठाइदिएको थियो अनि हेरमै त अब भित्र के पठाइदिएको छ यो चाहिँ मलाई सीता आन्टीले पठाइदिएको घरदेखि गुल्मी बिरुवासदेखि टन्नै थियो नस्पातीहरू तामाहरू थियो नस्पातीहरू आज व्रतको दिन ठिकै भयो खाइयो यदि हजुरहरूलाई अचारहरू चाहिन्छ भने मलाई अर्डर गर्नु होला मैले तल नम्बर राख्दैछु है साथीहरू आजको दिन मेरो यसरी गयो